हामीले डाइमेन्सन निकाल्ने अननोन क्वान्टिटी जस्तै क्वेशन छ फाइन्ड डाइमेन्सन अफ A and B. Question दिया है x equal to A plus bt where x equal to length और t equal to time. अब A र B को डाइमेन्सन निकाल्नु छ जहाँ x भनेको लेन्थ र t भनेको टाइम चेन्जेबल लेभलमा आउन सक्छ किनभने यो प्रिन्सिपल अफ होमोजेनिटीमा पर्छ र प्रिन्सिपल अफ होमोजेनिटी 10 क्लासमा पर्छ प्रिन्सिपल अफ होमोजेनिटी सिक्ने हामीले सिम्पल कुरा हो अब हेर यो इक्वल टु यो छ यसको मतलब x को डाइमेन्सन के को बराबर भइहाल्छ a को डाइमेन्सन प्लस डेफिनेट डाइमेन्सन अफ a इक्वल टु डाइमेन्सन अफ x डाइमेन्सन अफ a इक्वल टु x भनेको लेन्थ प्लस l1 भइहाल्यो m0 3 त्यसको अब bt को dimension of b equal to dimension of x तो bt छ तो bt equal to x अब मलाई b को निकाल्नु छ के भइहाल्यो x by t x भनेको लेन्थ l भइहाल्यो 1 l को भइहाल्यो t1 कति भइहाल्यो डाइमेन्सन l1 t माइनस तो सिम्पल त छ के छ यसमा यो नीट को लेभलमा क्वेशन सोधिरहेको हुन्छ तर जरा होमोजेनिटी को नलेज छ भने उसको लागि यो धेरै सिम्पल छ र यस्तो क्वेशन आउन सक्छ कम्पिटिटिभ हैन किन पढ्ने नि जुन कुरा सिम्पल छ त्यो पढ्ने जुन बुझ्न सकिन्छ त्यो पढ्ने अब यसले एउटा यस्तो क्वेशन छ ल x equal to at plus bt square ct cube plus dt by e plus t अब तिमीलाई थाहा छ यसको तिमी निकालिहाल्छौ डाइमेन्सन अफ at equal to x a equal to के भइहाल्यो x by t डाइमेन्सन गरिहाल्छौ x equal to bt square यहाँ पनि गरिहाल्यो b equal to t square by x ठीक छ b equal to x by t square त्यसरी नै c equal to x by t यो तीनटा मतलब तपाईले बुझेर तिमीले सिकिहाल्यो यहाँ पक्राउ सक्छौ ल अब हेर यो क्वेशनमा के छ हामीलाई अब मैले यो त लेखिदिए dt by e plus t equal to x अब के अब यहाँ d छ e छ त प्रमेयले कसरी गर्ने त याद राख्ने यहाँ प्लस छ होमोजेनिटीमा प्लस र माइनस वाला इक्वेसन सेम भइहाल्छ दुईटा क्वान्टिटिज अगर यो e plus t हो भने यो t नै हुन्छ फिजिकल क्वान्टिटीमा अगर कुनै जोडाइरहेछ भने सेम क्वान्टिटी मात्रै जोडाउँछ र सेम क्वान्टिटी मात्रै सबट्र्याक्ट हुन्छ जसको मतलब अगर यहाँ e plus t छ भने डाइमेन्सन अफ e इक्वल टु के भइहाल्छ e या e minus 2 मात्रै राख्दै आउनु हो बस भइहाल्यो डाइमेन्सन अफ e इक्वल टु t सकिहाल्यो अब यहाँ हामीले कसको निकाल्नु छ d को नाउ dt equal to e plus t equal to x dt को dt e plus t को डाइमेन्सन कति भइहाल्यो टाइम t को 1 यहाँ लेख्नु पर्दैन फेरि यो t plus t फुल लेख्नु कारण t plus t 2 थियो यहाँ यसको डाइमेन्सन यो बराबर भइहाल्यो भने पुरै t को सट्टा जति डाइमेन्सन छ लेखिदिने भइहाल्यो र यहाँ हाम्रो x को l भइहाल्यो मलाई d निकाल्नु छ र d इक्वल टु यो परस्पेक्टिभ भइहाल्छ t1 into l1 यो t यता आइहाल्छ यसको डाइमेन्सन d कटिहाल्यो d को डाइमेन्सन कति आइहाल्यो l1 बुझ्यो कुरा अब कम्प्युटर चल्न मलाई सुनिहाल्यो तर कम्प्युटर सुनिहाल्यो अब यो कुरा सिकाइदिन्छु जस्तै यसरी x equal to a plus b plus t plus c minus अब त निकाल्यो त बाबु यो त सुरु भइहाल्यो x equal to a को डाइमेन्सन x अब यहाँ हेर अब धेरै स्टुडेन्ट सर यसको त यसको ग्रुप गर्ने यसरी गरेर पनि रक भइहाल्छ किन बीचमा प्लस छ जहाँ प्लस जहाँ माइनस त्यसको डाइमेन्सन त्यो बराबर योसँग मतलबै छैन b plus t त्यसको लेख्ने डाइमेन्सन अफ b equal to डाइमेन्सन अफ टाइम को डाइमेन्सन
when c minus t, c equal to t, dimension of c equal to dimension of t. बुझ्यो कुरा यति दिमागमा ज्ञान प्लस माइनस वाला केसमा डाइरेक्ट एग्जामले यसरी हामी गर्न सकिन्छ। म एउटा बेला तिमीलाई दिन्छु, तिमीहरू बनाउने र मलाई स्टडी गर्ने कसरी गर्नु छ एउटा हैन इम्पोर्टेन्ट क्वेशन छ। हामीसँग हाम्रो धेरै क्वेशनहरु छ गर्न सकिन्छ। हामी लेख्नुहुन्छ यहाँ p equal to a minus p square by bx of p equal to a minus p square by bx जसमा p भनेको प्लेस हो। ठीक छ। अब अन्त फाइन्ड द डाइमेन्सन अफ a and b। a र b को डाइमेन्सन निकाल्नु भयो। अब तिमीले यहाँ हेरिहाल्यो, अब यसो कन्डिसन बन्छ या त माइनस आयो। डाइमेन्सन अफ a equal to डाइमेन्सन अफ p स्क्वायर। a को डाइमेन्सन आयो 2। अब bx को चाहियो। p equal to यतिको सदा कति हुन्छ लेख्ने हो डाइमेन्सन डाइरेक्टली p स्क्वायर लेन्थ को 1 x भनेको लेन्थ हुन्छ। अब मलाई b निकाल्नु छ त b equal to 2 स्क्वायर बाइ p into l1 गर्नु छ। के गर्नु छ सिम t स्क्वायर को t स्क्वायर प्रेसर को डाइमेन्सन सबैलाई थाहा छ। प्रेसर डाइमेन्सन आयो फोर्स बाइ एरिया, फोर्स को kg मिटर पर सेकेन्ड स्क्वायर, एरिया को मिटर स्क्वायर एउटा कतिले कति भन्छ kg पर मिटर सेकेन्ड स्क्वायर। लेखिदिए m को 1, l को -1, p को -2, l को 1। यसलाई सल्भ गरेर के भयो m माथि आयो -1, l -1 प्लस 1 कति आयो -2 माथि आयो 2 + 2 बस। ए राम्ररी कपी गरि आला हेर। अब प्रब्लम हुन्छ भने मलाई भन्थे र केही क्वेशन क्लियर पनि गर्ने। ओके क्वेशन चालु हुन्छ। b plus a by b square b minus b equal to r। एउटा कन्स्ट्यान्ट त यसको मतलब छैन, आ प्लस लागेको माइनस। यहाँ p भनेको प्रेसर र b भनेको भोल्युम, पनि b भनेको भोल्युम नै हो। 2 नम्बर p equal to b minus x square by 80। यहाँ p भनेको पावर, x भनेको लेन्थ निकाल्नु भयो र e equal to b minus x square by 80। यहाँ e भनेको एनर्जी ल 80 को डाइमेन्सन तिमी निकालेर सबैजना मलाई सेट गर्ने र यति इनफ। र आज यो प्रपरली फुल च्याप्टर कम्प्लिट भयो। जहाँ अड्किन्छ मलाई सोधिहाल्नु र यो गरिहाल्नु। यो धेरै हाई लेभलमा पनि सोधिन्छ तर हुन त हाम्रो क्लास 10 ले त्यसरी पढाइन्छ। थ्यांक यू।